यति महाकसम यति भन्दिँदा नि भिडियो बहुत साहस आउँछ नि मलाई राम्रो लाग्छ तिम्रो यति राम्रो चाहिँ मतलब मेहनत गरिरहेछौ तो एप्रिसिएट छ मतलब अब फ्युचर के भयो भने प्रब्लम भयो के सोध्न छ म हमेसा सोध्छु मेरो लागि हेलो यस सम्पूर्णमा सबैलाई राधे राधे आशा गर्छु तपाईँहरू पनि सन्चै हुन्छ र म पनि सन्चै छु र हाम्रो मामा घरमा सुकाएको छन् मकै सबै मकै हुनेतिर रामी यता मकै छडाउने मान्छे हुनुहुन्छ उता यता छडाउने मान्छे चाहिँ यता हुनुहुन्छ ठिकै छ कपडा ठिकै छ ठिकै छ हौ यतिको कपडा यतिको कपडा ठिकै छ र यता हेर्न सक्नुहुन्छ सबै मकैका होगा माथि यतिर सबै यता र मैले चाहिँ यो लेखाएको थिएँ तपाईँहरू मैले यसको अगाडि फेसबुकमा सायद हालिसकेको छु होला र यो चाहिँ देखाएको थिइनँ यो चाहिँ मैले हिजो उहाँ के भन्छ अरे सदियामै लेखाएको यो कस्तो लागेको छ खै कमेन्ट गर्नु होला तपाईँहरू र यो पनि लगाइदिएको थिएँ आँखा जा के गर्नु सुता माग फाउनु गएको सुत्छु हेलो गाइस सम्पूर्ण सबैलाई राधे राधे भन्नु म पढाइदिन्छु के अड्क्यो भाइ गाडीको आउनु ए हुन्छ केही छैन तपाईँ पनि उठ्नु न मेरो ब्लगमा आउनु होइन आराम से बस्नु यहाँ पुरा गर्न यसले कि त्यो नमस्कार सबैजना म्याकफोन बोलिसक्नु पहिले बनाएर आएको छ भिडियो म पनि बनाइदिएको ल ओ गर्दै जानुभयो त खोइ विकास क्षेत्रले हेर्न मन छ तिमीहरूलाई रख म देखाउँदैछु विकास क्षेत्र गाडीको नम्बर त थाहै छ होला यी यता होइन म डाइरेक्ट मान्छेलाई देखाइदिन्छु ल एकदम फेस टु फेस ल विकास दा र के भन्छ अरे दादालाई बहुत के भन्छ अरे बहुत अगाडि भेटेको थिएँ र अहिले बिचरा छोरोले तङ गरिकन अलिकति लुटाए जस्तो लाग्यो त तर केही पनि होइन र बहुत राम्रो लाग्यो किन भन्दा दादालाई देखेर हामी निक्लेका के मेन कुरा चाहिँ त्यो तिम्रो बहुत राम्रो काम गरिरहेछ म हेरेको तिम्रो तुरुला भाइको गोर्खा कन्टेन्ट बहुतको म हेर्छु र बहुत राम्रो काम गरिरहेछ आफ्नो भाषालाई अगाडि लैजानको लागि चेष्टा गरिरहेछौ प्रयास गर्दैछौ सो मेरो तर्फबाट हमेसा बेस्ट विशेष के प्रब्लम भयो म नम्बर लिनु तिमीहरू रिजिज भाइसित इन फ्युचर के भयो भने प्रब्लम भयो के सोध्न छ म हमेसा सोध्छु मेरो लागि यति महाकसम यति भन्दिँदा नि भिडियो बहुत साहस आउँछ नि मलाई राम्रो लाग्छ तिम्रो यति राम्रो चाहिँ मतलब मेहनत गरिरहेछौ तो एप्रिसिएट छ मतलब हमेसा त्यो चाहिँ राम्रो लाग्यो र जे नहोस् फेरि एक खेप र तपाईँको माइजूले नि मलाई माझमा फोन गर्नुभयो अरे होला विकास क्षेत्रको मान्छे भनेपछि अब को नै ल यति नै हो दादालाई फेरि भेट्यो फेरि राम्रो लाग्यो मेरो डिब्रुगढ मरानमा अरे मरानमा गइरहेको छु त म कहिले काहीँ हुन्छ हेर्नु हुँदैन मरानतिरै हामी नेपालीमा 300 आउँछु कहिले घुम्न ल ल म जान्छु काम